अनि त्यसपछि मलाई सेनामा लगियो। अंग्रेजीमा भनियो, नकार लाएर भन्यो, I have so many proof you are pro-Maoist, Mr. Bidari. Do you know what to say? ले भनेको यी सबै कुरा झेलेर आइयो। आजसम्म बाँकी तपाईँहरूले आज सम्मान गर्न पाउनु र सम्मान गर्नु गौरवान्वित हुन त भएको बिहोर हुन त आज तपाईँले यो कुरा कहिले पनि फेरि भाषामा भनेका थिए। प्रसङ्ग पनि आउँदैन, पल्ला सुनाउन जाने प्रसङ्ग आउँदैन थियो। कि राजनीतिक कुरा गरिन्छ कि कानुनी कुरा गरिन्छ, यो कुरा कसरी गर्छ? अनि मेरो घर पछाडि एउटा बाक्सा सारे आयो। त्यो बाक्सा बम लगाइयो। आर्मीको जम्मा काँटा काँटा भाँचिया काँटा चढ्छ ल्याएर आयो। यो प्रकारको कफर गर्थ्यो। त्यसो एक हुनाले मैले चाहिँ यी सबै कुरालाई मैले तपाईँहरूसँग सेयर गरेर यो उपयुक्त ठाउँ, उपयुक्त बेला हो, उपयुक्त तरिका हो। यो त तपाईँलाई पर्छ नि भोलि। अबको पुस्तालाई पर्छ। अझै यहाँ अधिकांश अलिक माथिल्लो उमेरका मान्छे हुनुहुन्छ। भर्खरका 20-22 वर्षका मान्छेहरूलाई कुरा सुनाउनु पर्यो। यही कुरा उनीहरूले नसुने उहाँले अहिले बातभरि कुरा गरी युवाहरूले गरेर हिँडेर सुनिन्छ नि। युवाले बुझ्नुपर्ने कुरा त्यसको काम खतरै खतरा प्रत्येक पाइलामा खतरा बोकेर मानव अधिकार कर्मीको हैसियतले चाहिँ काम गरेर अहिले अब यो 59 सालको 59 सालको कुरा साल भनेर साल यसो भनेको 2058 साल 59 साल 60 साल विश्वास गर्नु विश्वास गर्नु। अब अहिले मैले मेरो अहिले पनि मतदाता नाममा यही छ, भोट हाल्न यही आउँछ, यही बुधबार हाल्छ, यही चाडबाड मैले सारेको छैन। तर बस्नु उहाँ जानु पर्यो। किन? तपाईँहरूको सभाले अचम्मैको मैले अवसर पाएँ। रुस्तमले 48 सालमा संविधान सभाको चुनाव चाहियो भनेको के 38 साल त्यो बेलादेखि संविधान सभाको चुनाव चाहियो भनेर पराउने रामनारायण भिडारी एउटै संविधान सभामा पुग्यो। मलाई कल्पनै गरेका थिएँ मेरो बाला हुन्छ भने थाहा नै थिएन, राष्ट्रपति जान्छ भने थाहै थिएन। मेरो बाला जानु खरनाजी पारा जान भनेर गरे। अनि त्यहाँ पुगेर पनि म 5 जना मान्छे र सेलेक्ट भयो। 601बाट 5 जना सेलेक्ट भयो। त्यो भनेको संविधान लेख्ने अन्तिम 5 जनाको टिम बनाइयो। त्यो 5 जनाको टिममा 1 जना मकानपुरको पनि परे। संविधानको फाइनल लेख्यो। त्यो फाइनल कार्यबल बनाएको थियो 15 जनाको। त्यो कार्यबलमा पनि म थिएँ। अहिले यहाँ वकिल साहब हुनुहुन्छ, हाम्रो बारको अध्यक्ष, महिला बडो राम्रो अहिले व्यवसाय गरिराख्नु भएको छ, कानुनको व्याख्या गरिराख्नु भएको छ। मुलुकले अहिले 4 भागमा विभाजन गरेर कार्यविधि र संहिता बनाएर वकिल साहब हुनुहुन्छ कृष्णजी 4 भाग लगाएर सेन्टेन्सिङ एक्ट भनेको सजाय निर्धारण गर्ने ऐन सबै गराउनु मै संविधान थियो सदनमा। त्यो मौका पनि प्राप्त छ। त्यसै हुनाले मलाई तपाईँहरूले यो फेरि गर्वका साथ इन्द्रबहादुर श्रेष्ठको यो प्रेरणा पनि छ मानव अधिकार सम्बन्धी काममा। इन्द्रबहादुरसँग मेरो राजनीतिक कुरा मिल्दैन थियो। त्यो बेलामा माओवादीले युद्ध गरेको भनेको काङ्ग्रेसको चाहिँ नि एमालेसँग नै माओवादीले युद्ध गरे कुरा मिल्दैन। मलाई कति आपत्तिहरू त मान्छे जिउँदै छ। मेरै साथी आर्मीमा गुजुराले के भनेर गुजुराले भिडाइ त भित्रभित्र माओवादी हो भनेर। अब माओवादी भनेपछि त मारियो। अनि यताबाट यत्रो अहिले भने गएर सेनाले उताबाट जिल्ला पनि पखेर पनि नउठ्नुला जनमतका नेता एकाइको नेता उनलाई चाहिँ के भनेर हाल्दैछ त्यही नै हुन्छ। भिडाइ चाहिँ राजावादी हो भनेर यताबाट राजावादी भनेर पार्टीले कारवाही के माओवादी भनेर पार्टीले कारवाही गर्ने, उताबाट राजावादी भनेर भिल्लै कारवाही गर्ने। बडो
यस्तो अवस्था कसरी